Hello, Namaste everyone. I welcome you all to our beautiful channel The Bio Boost with Kamraj. आजको यस भिडियोमा हामीले के डिस्कस गर्छौँ भन्दाखेरि एकदमै बेसिकबाट है तिमीहरूले जसरी एनिमल किङडम पढाएको छौ नि तिमीहरूले आजको क्लासपछि एउटा नयाँ तरिका पाउँछौ। भन त के पढ्नको लागि त एनिमल किङडम है एकदमै नयाँ तरिका के एकदमै बेसिकबाट जुन हुन्छ नि हामी त्यहाँबाट स्टार्ट गर्छौँ र तिमीहरू हेर्नु तिमीहरूको कन्सेप्ट कुन लेभलमा जान्छ है। सीको एउटा पनि क्वेसन छुट्यो भने तिमीहरूले कमेन्ट गर्दा हुन्छ। ओके, आज हेर हामीले चाहिँ के डिस्कस गर्नु गइरहेका छौँ बेसिक अफ एनिमल किङडम, जहाँनिर म तिमीहरूलाई जसरी भन्छु नि हातमा पेन कपी समाऊ र नोट बनाऊ है, र जहाँनिर बुझिरहेको छैनौ त्यहाँनिर कमेन्ट गर्दा चाहिँ हुन्छ। ओके, यहाँनिर हेर त भाइ हामीहरूले चाहिँ एनिमल किङडम पढ्दाखेरि है भन त मलाई पोरिफेराबाट स्टार्ट गरेर हो, पोरिफेराबाट स्टार्ट गरेर यसलाई कहाँसम्म यसको टपिक खिच्छौँ भन, कहाँसम्म खिच्छौँ कोडेटासम्म। यस, कहाँसम्म टपिक खिच्छौँ त कोडेटासम्म। तिमीहरूले प्लिज यो सिक्वेन्स याद राखिराख। यो सिक्वेन्स यदि पोरिफेरा ल मैले लेख्नै दिएँ। ओके, पोरिफेरा त्यसपछि मलाई भन त सिलेन्ट्रेटा प्लेटिहेल्मिन्थिस। प्लिज यो सिक्वेन्स नै याद राख, आजको क्लास एकदमै बेसिक हुन्छ है। त्यसपछि के हुन्छ एस्केलमिन्थिस, एस्केलमिन्थिस, देन वी हेभ एनालिडा, एनालिडा। ओके, आर्थ्रोपोडा, आर्थ्रोपोडा, एन्ड देन वाट वी हेभ इज मोलुस्का। यस, अनि त्यसपछि के हुन्छ भन त इकाइनोडर्मेटा। यस, इकाइनोडर्मेटा छ, अनि त्यसपछि के छ हामीहरूसँग कोडेटा। यो सिक्वेन्स याद राख। ओके, अब मेरो क्वेसन तिमीहरूसँग के छ भन्दाखेरि एनिमल किङडम त हामीहरूले पढिराखेका छौँ नि त हो। एनिमल किङडममा यदि तिमीहरूलाई याद छ भने लेट सपोज मैले यसले जोआ भने के भने अरे जोआ, यसले नै के रेप्लिकेट गर्छ त यसैले भन्छ के त एनिमल। यस, अब हेर त भाइ यहाँनिर चाहिँ के हुन्छ भन्दाखेरि हामीहरूले त पढेर आएको छौँ नि त, एउटा हुन्छ प्रोटोजोआ। यस, त्यसपछि चाहिँ के हुन्छ भन त यु मेटाजोआ हुन्छ। अरे के हुन्छ यु मेटाजोआ हुन्छ। यस, मेरो क्वेसन तिमीहरूसँग के छ भन्दाखेरि प्रोटोको अर्थ के हुन्छ भन त, प्रोटोको अर्थ प्रिमिटिभ हुन्छ कि हुँदैन। यस, प्रोटो माने प्रिमिटिभ, जोआ मिन्स मैले भनिसकेको छु है एनिमल हो कि नै। भन त भाइ त्यसो भए प्रोटोजोआको अर्थ के बुझ्छौ, प्रिमिटिभ एनिमल बुझ्छौ कि बुझ्दैन। अनि हेर प्रोटोजोआको लागि त एउटा छुट्टै च्याप्टर नै डेडिकेट छ नि त। यस, अब हेर त भाइ प्रिमिटिभ एनिमल छ अरे, त्यसो भए म यसलाई युनिसेलुलर त हेर्छु हो कि नै। यो त्यसो भए मेरो यो एनिमल्सहरू कस्तो हुने भयो भन, युनिसेलुलर। ओके, अन द अदर ह्यान्ड वाट वी हेभ इज यु मेटाजोआ। यस, यु मेटाजोआमा त्यसो भए मैले कस्तो टाइप अफ एनिमल पाउँछु त, ट्रिउ एनिमल्स हो। आई मिन टु से द्याट दिस यु मेटाजोन मस्ट बी, ओके, दिस यु मेटाजोन मस्ट बी वाट, दिस मस्ट बी द मल्टिसेलुलर एनिमल। यस, यो चाहिँ कस्तो हुनु पऱ्यो त मल्टिसेलुलर एनिमल। पहिला यति कुरा बुझ्यौ। अब हेर म तिमीहरूलाई के भनिरहेको छु, यो जुन एनिमल किङडम छ नि यसलाई इजी बनाउनको लागि हेर त एनिमल किङडमलाई है, कुन किङडम भन, एनिमल किङडमलाई इजी बनाउनको लागि के तरिका छ त, अहिले पढाएको जति पनि कुरा हुन्छ नि तिमीहरूले यसलाई एज अ टुल्स युज गर्नुपर्छ। के युज गर्नुपर्छ भन, टुल्सको रूपमा। कसरी त दाइ, किनभने हामीहरूले फिजिक्स पढ्दाखेरि भन कुन सब्जेक्ट पढ्दाखेरि अरे फिजिक्स पढ्दाखेरि त्यहाँनिर एउटा च्याप्टर भेक्टर भन्ने हुन्छ। यस, भेक्टर च्याप्टर, र त्यसपछि त्यहीँनिर तिमीहरूले यदि हेर्छौ भने आजभोलि बेसिक अफ म्याथमेटिक्स पनि पढाइन्छ नि त, बेसिक म्याथमेटिक्स पढाइन्छ हो। अब हेर त यो दुईवटा च्याप्टरलाई हामीले होल फिजिक्समा टुल्सको रूपमा युज गर्छौँ नि हो। त्यसै गरी एनिमल किङडमको लागि आज जुन क्लास हुन्छ नि हो, यु मस्ट बी एबल टु युज दिस च्याप्टर एज अ टुल्स। ओके, मैले फर्स्ट हेडिङ दिएँ ल, अब धेरै इन्ट्रोडक्सन भयो नि त्यो च्याप्टरको। मैले फर्स्ट हेडिङ दिएँ भाइ लेभल अफ अर्गनाइजेसन, लेभल अफ अर्गनाइजेसन। ल यहाँनिर हेर त भाइ लेभल अफ अर्गनाइजेसनमा कति लेभल हुन्छ त, 3 लेभल हुन्छ। कति लेभल हुन्छ भाइ, 3। एउटा हुने भयो सेलुलर लेभल अफ अर्गनाइजेसन, ल त्यसपछि हेर त टिस्यु लेभल अफ अर्गनाइजेसन छ। त्यसपछि यहाँनिर हेर्छ भने अर्गेन, ल मैले यसलाई अझै एडभान्स गरेँ अरे, ल मैले यसलाई अझै एडभान्स गरेँ, सेलुलर त्यसपछि टिस्यु त्यसपछि अर्गेन, त्यसपछि के हुन्छ भाइ अर्गेन सिस्टम लेभल अफ अर्गनाइजेसन हुन्छ। के हुन्छ भन त अर्गेन सिस्टम लेभल अफ अर्गनाइजेसन हुन्छ। र बच्चैबाट हामीले पढ्दै आएको कि नै सेल सेल यदि मिल्यो भने के भन्छ भन, सेल र सेल यदि मिल्यो भने के भन्छ टिस्यु। इफ द टिस्यु एग्रिगेट्स टुगेदर वाट इट विल फर्म अर्गेन हो। वेन द अर्गेन एग्रिगेट्स टुगेदर वाट इट विल लिड टु फर्म द्याट इज द अर्गेन सिस्टम लेभल अफ अर्गनाइजेसन। यो त बच्चाले पनि भन्न सक्छ हो कि नै। म एकछिनपछि तिमीहरूले फोटो नि हेराउँछु यसको। हेर भाइ सेलुलर लेभल अफ अर्गनाइजेसन यो चाहिँ कुन किङडममा पाउँछौ त, ल मैले चाहिँ त्यही भएर तिमीहरूलाई के भनेको थिएँ यो सिक्वेन्स याद राख्नको लागि हो।
हेर मैले भिडियोलाई धेरै लम्ब्याउन त खोजेन, म तिमीहरूले सिम्पल एउटा कुरा के भन्छु भन्दाखेरि म यदि पोरिफेराबाट कोडेटातिर गएँ हो, पोरिफेराबाट यदि कोडेटातिर जान्छु भने नि मेरो जति पनि क्यारेक्टर पाउनवाला छु एनिमल किङडममा यो सबै के हुँदै जान्छ भन एडभान्स हुँदै जान्छ। त्यसो भए सबैभन्दा प्रिमिटिभ क्यारेक्टर कहाँनिर पाउँछु पोरिफेरा, त्यसपछि अलिकति एडभान्स सिलेन्ट्रेटा, त्यसपछि एडभान्स प्लेटिहेल्मिन्थिस, हुँदा हुँदै हुँदा हुँदै सबैभन्दा एडभान्स क्यारेक्टर कहाँनिर पाउँछु त कोडेटा। ओके, त्यसो भए मैले भन्न सक्छु कि द फाइलम possessing the most advanced character will be the chordata and that possessing the most primitive character will be porifera, isn't it? हो, त्यसो भए मलाई भन न सेलुलर लेभल अफ अर्गनाइजेसन चाहिँ म कहाँनिर पाउँछु पोरिफेरा कि कोडेटा? अफकोर्स आवर एन्सर मस्ट बी द पोरिफेरा। त्यसो भएर त भाइ टिस्यु लेभल अलिकति एडभान्स भयो नि त, अनि हामी कति स्टेप तल खस्ने एक स्टेप, त्यसो भए मैले चाहिँ कहाँनिर पाउनु वाला छु त सिलेन्ट्रेटा। यस, भेरी गुड है। त्यसपछि हेर एक स्टेप अझै तल खस त, एक स्टेप अझै तल खस्छौ भने कहाँनिर पुग्छौ त तिमीहरू प्लेटिहेल्मिन्थिस। भेरी गुड है, हामीहरू कहाँनिर पुग्छौ त प्लेटिहेल्मिन्थिस। त्यसो भए सीको एकदमै फेमस क्वेसन र एकदमै कमन क्वेसन के हो त द फाइलम है, द फाइलम वेयर द अर्गन लेभल अफ अर्गनाइजेसन एट फर्स्ट डेभलप इज, एन्सर के हुन्छ भन तिमीहरूको आँखाको सामु नै छ, द्याट इज द प्लेटिहेल्मिन्थिस। यस, त्यसो भए कुन फाइलमबाट तिमीहरूले अर्गन सिस्टम लेभल अफ अर्गनाइजेसन डेभलप भएको पाइराखेको छौ त, द्याट इज योर फ्रम एस्केलमिन्थिस। हो कि नै भन, फ्रम एस्केलमिन्थिसदेखि लिएर हो, एस्केलमिन्थिसदेखि लिएर हामीले यसको टुपिक कहाँसम्म तान्नुपर्छ भन त, एस्केलमिन्थिसदेखि लिएर कहाँसम्म जानु पर्यो अरे कोडेटासम्म। हो, एस्केलमिन्थिसदेखि लिएर कहाँसम्म जानु पर्यो त कोडेटासम्म। क्लियर? ल हेर, त्यसै गरी हेर न हामीले एउटा क्यारेक्टर त समात्यो, द्याट इज द लेभल अफ अर्गनाइजेसन, तर यही लेभल अफ अर्गनाइजेसनले हामीले कहाँ कहाँ एप्लाई गर्यो त, फ्रम पोरिफेरा टु कोडेटासम्म। हो कि नै? यस, यसरी पढ्छ भने तिमीहरूले सबै फाइलमा त्यो रटिरहनु पर्दैन भाइ। हो कि नै? ल यहाँनिर तिमीहरूले हेर्न सक्छौ जति पनि लेभल अफ अर्गनाइजेसन छ मैले डिस्कस गरेको हो। ल हेर, त्यसो भए नेक्स्ट इम्पोर्टेन्ट थिङ चाहिँ के हुन्छ थाहा छ, जम लेयर। यहाँनिर चाहिँ धेरै स्टुडेन्ट फस्छ के जम लेयर। यदि तिमीहरूले यो भिडियो मजाले यदि हेर्छौ भने नि तिमीहरूले कतैतिर टेन्सन लिनै पर्दैन। हेर त भाइ, जम लेयरमा यदि दुईवटा जम लेयर छ भने त्यसलाई हामीले के भन्छौँ, र यदि तिनवटा जम लेयर छ भने त्यसलाई के भन्छौँ। हेर, द फाइलम ह्याभिङ 2 जम लेयर एन्ड द फाइलम ह्याभिङ 3 जम लेयर। हेर, दुईवटा जम लेयर छ अरे, कतिवटा जम लेयर छ भाइ, दुईवटा, द्याट विल बी कल्ड एज डिप्लोब्लास्टिक एनिमल। यस, द्याट विल बी कल्ड एज के भन डिप्लोब्लास्टिक एनिमल। त्यसै गरी तिनवटा जम लेयर छ भने त्यसलाई चाहिँ मैले के भन्छु त ट्रिप्लोब्लास्टिक एनिमल। यस, त्यसलाई के भन्छौँ ट्रिप्लोब्लास्टिक एनिमल। मेरो क्वेसन तिमीहरूसँग के छ भन्दाखेरि डिप्लोब्लास्टिक जम लेयर भएको फाइलम कुन कुन हो त, डिप्लोब्लास्टिक जम लेयर भएको फाइलम कुन कुन हो। हेर, एन्सर तिमीहरूको आँखाको सामु छ। कसरी? डिआईबाट के हुन्छ भन डाई हुन्छ। यस, डिआई माने डाई हुन्छ, र डाईले तिमीले यदि यु बिचमा ठुकाइदियो भने के हुन्छ, 2 हुन्छ। त्यसो भए 2 को अर्थ के होला दाइ, 2 को अर्थ के हुन्छ त, यहाँनिर मैले दुईवटा फाइलम पाउँछु। कतिवटा फाइलम पाउँछु, दुईवटा फाइलम पाउँछु। माथिदेखि तलसम्म आउँदाखेरि सुरुको दुईवटा फाइलम पढ, द्याट इज योर एन्सर, द्याट इज पोरिफेरा र सिलेन्ट्रेटा। त्यसो भएर त भाइ कतिवटा फाइलममा चाहिँ मैले डिप्लोब्लास्टिक जम लेयर हेरिराखेको छु त, दुईवटा, द्याट इज द पोरिफेरा एन्ड सिलेन्ट्रेटा। अन द अदर ह्यान्ड मैले चाहिँ के पाउनुवाला छु भन ट्रिप्लोब्लास्टिक एनिमल। त्यसो भए यो ट्रिप्लोब्लास्टिक फर्स्ट टाइम चाहिँ कहाँबाट स्टार्ट भएको होला त, यो पनि एक टाइप अफ क्वेसन हो नि त सीईको लागि, एकदमै कमन क्वेसन। द्याट इज फर्स्ट टाइम चाहिँ ट्रिप्लोब्लास्टिक जम लेयर कहाँबाट स्टार्ट भयो, इस्टाब्लिस भयो प्लेटिहेल्मिन्थिस। यो कहाँसम्म जान्छ त, अप टु के भन कोडेटासम्म। क्लियर? अब हेर त, यसरी के मैले सबैको लागि रटिरहनु पर्यो त, परेन नि त। एउटा जम लेयर लेखेँ, लास्टसम्म क्लियर भयो कि भएन? भयो। ल, कोडेटासम्म चाहिँ मैले के पाउनुवाला छु त ट्रिप्लोब्लास्टिक जम लेयरको कुरा क्लियर भयो कि भएन? भयो। अब हेर न, तिमीहरू चाहिँ झुक्किन्छौ नि त। 3टा वर्डमा मैले यो सम्झाएर आजको भिडियो यहीँनिर स्टप गर्छु है, र अरू कुरा हामीले नेक्स्ट भिडियोमा मजाले डिस्कस गर्छौँ है। यहाँनिर हेर त, तिमीले धेरैपल्ट सोधेको क्वेसन के भन्दाखेरि दाइ मेजेन्काइम। यस, मेजेन्काइम भनेको के हो, त्यसो भए मेजेन्काइम भनेको के हो, मेजोग्लिया भनेको के हो, र त्यसपछि चाहिँ हामीले के पढ्छौँ त मेसोडम भनेको के हो कि नै। यहाँनिर हेर है, मेजेन्काइम भन्नुपर्छ बाजे हो कि को भन बाजे हो अरे। त्यसो भए मेजोडम को होला, एक स्टेप तल जाऊ बुवा। त्यसो भए मेसोडम चाहिँ के होला त, यो छोरा। अब हेर त, मैले चाहिँ टाइम फ्रेममा यदि लिएँ भने सबैभन्दा प्रिमिटिभ चाहिँ को त बाजे। त्यसो भए सबैभन्दा एडभान्स चाहिँ को होला त छोरा हो। यही कहानी हो नि त। अब यसलाई दाजा कोसँग, त्यही फाइलमसँग। हेर,
सबभन्दा प्रिमिटिभ क्यारेक्टर चाहिँ को थियो, सबभन्दा प्रिमिटिभ क्यारेक्टर बोकेको फाइलम को थियो भन, पोरिफेरा। सबभन्दा प्रिमिटिभ क्यारेक्टर बोकेको फाइलम को थियो भन, पोरिफेरा। त्यसो भए मैले मेजेनकाइम चाहिँ कहाँनिर पाउँछु, पोरिफेरामा। ओके, एकदमै झुकिन्छ है। त्यसपछि हेर त म अलिकति एडभान्स भएँ, मतलब बुवानिर गएँ हो। त्यसो भए मैले कहाँनिर गएँ त, मेजोग्लियामा गएँ हो। त्यसो भए एक स्टेप तिमीहरू तल खस्किन्छौ भने पोरिफेराबाट तल खस्केर कहाँनिर पुग्छौ भन न, सेलेन्ट्रेटामा पुग्छौ। भेरी गुड, कहाँनिर पुग्छौ त, सेलेन्ट्रेटामा पुग्छौ हो। त्यसो भए सेलेन्ट्रेटामा चाहिँ मैले के पाउँदो रहेछु त, मेजोग्लिया हो। अब हेर त भाइ, अलिकति तल खस्क प्लेटिहेल्मिन्थिसमा पुग्छौ नि त। कहाँनिर पुग्छौ त, प्लेटिहेल्मिन्थिसमा पुग्छौ हो। त्यसो भए मेसोडर्म चाहिँ एक्चुअली कहाँबाट स्टार्ट भएको, कहाँबाट स्टार्ट भएको त, प्लेटिहेल्मिन्थिसबाट स्टार्ट भएको। क्लियर? ल, आजको लागि हामीले चाहिँ भिडियो यहीँनिरसम्म राखौँ। तिमीहरूले यदि बुझिरहेको छौ भने, हुन त हाम्रो फर्स्ट लेक्चर हो, तिमीहरूलाई अझै म मजाको कन्सेप्टहरू दिन्छु। यदि केही पनि कुराको डाउट छ भने तिमीहरूले कमेन्ट गर हो। र नबुझेको कुराहरू मलाई मजाले सोद्धा हुन्छ। इभन आई एम गिभिङ यु माई पर्सनल वाट्सएप नम्बर, यु क्यान कन्ट्याक्ट मी ओभर हियर है, यु क्यान कन्ट्याक्ट मी ओभर हियर। ल, क्लियर? टिल देन टेक केयर, बाई बाई।